यत्तिकै मोबाइल स्क्रल गर्दै थिए सुपर कृषक एपको लेख पढ्न मन लाग्यो जहाँ मलाई मनपर्ने ड्र्यागन फ्रुटको लेख थियो। लेख पढेपछि कमेन्ट नहेर्ने त कुरै भएन। कमेन्ट हेर्दा यो कमेन्ट देखेँ। Now I have to reply. As an agriculture graduate, I got an idea to answer this question in an interesting way. Here's the idea. Let's video answer it. बोडीमा थाक्रो हाल्ने विभिन्न तरिकाहरू छन्। ती मध्ये आज हामी नमस्ते तरिकाबारे कुरा गर्छौं। As this is a video answer, this video will answer you instead of me. ल, अब सुरु गरौँ है त। हामीलाई केवल बाँसको लौरो, रस्सी र जाली चाहिन्छ। पहिला दुईटा बाँसको लौरो लिने, छेउबाट करिब 1 फिट तल दुवै बाँसलाई रस्सीले बाँध्ने। बाँधिसकेपछि दुवै बाँसलाई जमिनमा फैलाएर 4 फिट फराकिलो दूरीमा करिब 6 इन्चको गहिराईसम्म गाड्ने। त्यसपश्चात अर्को सेटको बाँसहरू पनि त्यसै गरी बाँध्ने। पहिलो सेटदेखि 7 फिट तल 4 फिटको दूरीमा राखेर उति नै गहिराईमा गाड्ने। अब यो नमस्ते आकारको बन्छ। स्टेप 3 दोहोर्याउने जबसम्म हजुरले चाहेको लम्बाई तयार हुँदैन। थप बलियो र सुरक्षित बनाउनको लागि नेट अथवा जालीको प्रयोग गर्नुहोस्। जालीलाई बाँसमा राख्ने र अड्डिने गरी रस्सीले बाँध्ने र बचेको नेट काटेर राख्ने। यो स्टेप अर्को तर्फतिर पनि दोहोर्याउनुहोस्। त्यसपछि नेटको बाहिरी किनारमा बोडी अथवा अरू बिरुवा रोप्नुहोस्। यो तरिका नेट वा जाली बिना पनि गर्न सकिन्छ। यस्तै कृषि सम्बन्धी कुराहरू जान्न, सिक्न र सल्लाह लिन सुपर कृषक एप डाउनलोड गर्नुहोस्।